हेलो साथीहरू, नमस्ते एन्ड वेलकम छ आशा गुरुङ युट्युब च्यानलमा। यति राति कहाँ जान लागेको होला भनेर सोचिराख्नु भएकोलाई हामी चाहिँ मनाङ घुम्न जान लागेको। आज चाहिँ मनाङको गङ्गापूर्ण ताल र ग्रिन लेक घुम्नलाई हामी चाहिँ यति रात 4 बजे उठेर नै र अहिले चाहिँ हामी स्याङ्गेबाट हिँड्न लागेको छौँ। ल साथीहरू, हामी चाहिँ तिमाङ डाँडा आइपुगिसकेका छौँ। बाटोमा भिडियो बनाउने मन थियो तर आँध्यारो भएको कारणले चाहिँ भिडियो बनाउन सकेन। अब चाहिँ हामी एकछिन यहीँ बसेर चिया खाएर वासरुम गरेर अनि बल्ल यहाँबाट हिँड्नेछौँ। तिमाङको भ्यू हेर्न सक्नुहुन्छ साथीहरू। चिया खान आउनु है साथीहरू। ngam shit wari ba mun tri ngam akhichi ngam amnon tadi dilo ho bani खिच्यो एकदम एकदम फास्ट हो सबभन्दा फास्ट त म हो म त चिया त अलिकति फास्ट त म तिमी गफर बुझ्छ त चिया लानु त खानै मन लाग्दैन तातो पानी भए अब गरी नि थोया म चाम थोस यहाँ तातो पानी चिया तातो पानी एकदम लाग्दो मानो सिल्या या नम न नम तातो पानी दुई कप आकाश कस्तो राम्रो देखियो के है भने कति निलो देखियो हुनु पनि कस्तो राम्रो ठाउँ है यहाँ न्यू हुन्छ आयो ए पाँच कोदै Kano gore मैले आऊ gore Sudah ada natu natu. Oh iya malah mau sih bay. Saya malah nyola mati sumber le. Anye. Anye. देख्ने यहाँको हिमाल त तलबाट त बेसी होइन होला यो मेरो पहिला आउँदा के हो त यो ठाउँको नाम बसी पारेर खाने कोदो यो चाहिँ ड्याम साइड हो यहाँबाट चाहिँ पानी थुन्ने माचिनेर उता पुगेर फेरि फगेर गेट्दै यता रहेछ Woi. Dah phone आता मत जोड़े बिजन दे जाते साढ़े बिजन तो लो बिजन दे देर यू आज ज़्यादा हम लोग की बात सामने तो है वाह सामने होइन सामने है ना फोटो लो आते बल्ल बजार आइपुग्यो मेन बजार म बसेको मैले होटलमा सुत्छु ये जरा मंदिर गाड़ी न्यू माले
ल अहिले चाहिँ हामी मनाङको के भए मुख पनि मनाङको सदरमुकाम चामे भन्ने ठाउँमा आइपुगिसकेका छौँ। हामी चाहिँ अब यहाँ खानासाना खाएर हिँड्ने छौँ। खाना अघि नै अर्डर गरिसकेको छौँ हामीले, त्यसैले हामी चाहिँ होटल जाँदैछु। र साथीहरू यही हो हामीले खाना खाएको होटल चाहिँ। अब सबैजना साथीहरूले खाना खाइसकेका छौँ। अब हामी फेरि यात्रातर्फ नै लाग्छौँ। अहिले चाहिँ हामी भ्राताङ भन्ने ठाउँमा आइपुगिसकेका छौँ। ल उठाम, मेरो भाग पुग्दैन कि क्या हो। लु जमजम अचो कति चिसो। हाम्रो स्याउ जोगाएर राखिदिनु है। निला जोगाइ चलो 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 चलो। यता वरिपरि बाटो मुनि बाटो माथि देखेको चाहिँ सबै स्याउबारी है। कति तलबाट नै छ कि यो स्याउबारी, एकदम ठुलो बगैँचा छ। तर मैले चाहिँ तलबाट भिडियो बनाउनु भ्याइनँ, आधा बिचबाट मात्रै मैले भिडियो बनाएको हो। ल हेर्न सक्नुहुन्छ, तर क्यामेरामा चाहिँ देखेकै छैन कि स्याउ। तर त्यहाँ नजिकेर हेर्दा चाहिँ आहा कति रातो रातो। साथीहरू बाटो हेर्न सक्नुहुन्छ। ओ माइ गड कति सानो, तल हेर्दा मर्स्याङदी। आमा कति डर लाग्दो छ कि। मैले चाहिँ युट्युब अनि टिकटकतिर चाहिँ देखेको हो यो बाटो। फाइनली आज चाहिँ रियल देख्न पायो। ओ माइ गड गाडीको तल साइडमा बसेर चाहिँ तल हेर्न सकिँदैन है। मुटु एकदम डरो बनाएर हिँड्ने मात्र हो। यति डेन्जर छ कि यो बाटो। पानीबाट ड्रोन उडाएर खिचेको भए त कति राम्रो देख्दो रहेछ। कति डरलाग्दो बाटो। आउँछु यो पहाडमा अन्यले लाग्छ। हाम्रो मैदातिरको बाटो नि पुरै यस्तो पारा पारामै भएर नि त यस्तो पक्की भएको बाटो। त्यही हो स्वर्ग जाने बाटो। राम्रै हेरिराख्नु कुन हो त्यही बाटो जान्छ कि कस्तो पुरा कसरी भनेको हामी जाने बाटो हो नि त। पछि स्वर्ग जाने बाटो कोही राम्रोसँग हेर्नै पाइन। सेतो सेतो घरको देखिया नि त त्यही हो नि। हो त्यही हो। यो त्यस्तो ठाउँमा हामी कहाँ जान सक्छ रानी।
मरेपछि त हावामा मिसिन्छ आत्मा अनि गइहाल्छ नि त चढ्न सोचै सक्दैन मन्दिरले चुरे भए यो भेग के यो भेग यो भेग के त्यसो रोक्दै ऊ त्यहाँ माथि एकछिन रोकेर हेरौँ है हेर्नु हुँदैन भयो किन नहुने हेर्ने हो कति राम्रो ठाउँ एकछिन रोकौँ लु साइड लगाएर रोक्नु अनि एकछिन माइ गॉड कति राम्रो ठाउँ ल गाइज यो चाहिँ स्वर्गद्वारी है मनाङको स्वर्गद्वारी कति राम्रो हिमाल ये तो खबर के लेख्यो हिमाल ढुकुर पोखरी पनि यसो खोया मिगा बा मतलब पोखरी पनि बुढीले यो भन्दा त यहाँ हो जाँदैछु गङ्गापुर्ना ग्रिनले के अरे ब्लूले पहिरो हेर्दिले त भिडियोलाई चाहिँ कति सानो सिन वीडियो बना रही है अब हम चौबीस sama mobile gizi tinggi belum bisa त्यो मोबाइल नपाउँको पाउँले काम यस्तो राम्रो ठाउँ गाडी आइन म त सबै सबै नै काम बिस्दा त्यो पारा कि पठाउँछ यतातिर नै हेर्ने गर तल नि जस्ता जीवन पहिल्यै छिरिकको मुभी थाहा रहेछ मनाङ बिहालेको मुभी तर आज बिचकोलाई कस्तो राम्रो ठाउँ जति माथि आयो त्यति मनै रोबी नि ayamnya ini lohat dia apa चोरामा ठोकेको नि त निजे प्रेम आता छ Udah yang nyanyi sih kita aja. Kita kayak dulu kita itu dia. Jadi mana nasi nunggu siapa pernah nasi. Asyik. Kalau di pasti harus sandboard ada. आर्मी भी अलग रहे थे कस्तो गर्मी भयो त केम देखेन ए गर्मी तो जाओ ठीक करता है मतलब जाड़ो था भी बन गया नसो शीशा बन लाइट गर्मी था यार किधर हिमाल जाते हम की जाते ये शोर हमें ना आप जब गार्ड होती चांदी आप ले रूम गार्ड साया आता है यो चौरी चराउनी मान्छे सब बेटे दो त्यस्तो पो हुँदो रहेछ ए जिन्दगीमा फर्स्ट टाइम चौरी नै देख्यो लु अब मेगा त मुमे
उता हावा तिमी नराम्रो मजको यसरी घुमेर उता पारी तर्ने ठाउँ नि छैन कि होला रहेछ कि हो है के गर्छु कति धेरै चौरी कति ठुलो कति अबे कति डर लाग्दो म यहाँनिर त्यसरी सेवा सबै सेच्छु वा अम्मोए आछिले लगे सेच्छ नि Sudah outside lagi ya kalau penyanyi penyanyi त्यसै गाडी कता जम्मा रे बा हैन हामी आयो चाहिँ कहाँ आइदियो mana itu ini ada तलबा या ground mau lam humre biula ini nam humre jadi ऐसे तो सब्जी humre तो mana तो हम ini humre जरा सबैजना फर्स्ट टाइम भएको कारणले चाहिँ बाटो नचिनेर हामी कता कता घुम्दा घुम्दा बल्ल हामीले चाहिँ गङ्गापुरमा जाने बाटो बल्ल पत्ता लागेर चाहिँ हिँड्दैछौँ। त्यो बाइकवाला हाम्रो पछि पछि आहा अन्त अन्त उनीहरू त यतैबाट फर्किया त फेरि उकालो चढेर उतारमा टोपी नि छोडेछ नि हामी चाहिँ अब उता गर्न पर्यो कि पत्तै लागेन हिँड्ने त एकैछिनमा गाडी जान्छ जान्दैन मोरे खा भाइलाई बोक्नु लगाऊ भाइलाई थेप्चे होला नि गाडी रोड छ त छैन कहाँ छ गाडी जान्दो रहेछ नि त लु जाम आता नि फाइनली हामी चाहिँ गङ्गापुरमा ताल आइपुग्न लाग्यो। अच्छो एकदम जाडो छ है तर घाम लागिरहेको छ जाडो मोर्छ रे आछुमै फाइनली साथीहरू हामी चाहिँ गङ्गापुर नताल आइपुगिसकेका छौँ। र साथीहरू आजलाई भिडियो यति नै, बाँकी भिडियो चाहिँ नेक्स्ट पार्टमा है त। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्स्क्राइब गर्न नभुल्नु होला। भिडियो कस्तो लाग्यो, राम्रो नराम्रो जे जस्तो भए पनि प्रतिक्रिया दिन नभुल्नु होला। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।